हेलो साथीहरू, वेलकम छ मेरो भिडियोमा हजुरहरूलाई। म चाहिँ आजको भिडियो देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यता चाहिँ आमाले चिया पकाएर खाँदै हुनुहुन्थ्यो। चिया हामी चाहिँ बिहान खान्छौँ, बुवा आमाले खानुहुन्छ होइन चिया, हामीले चाहिँ खाँदैनौँ। अनि यता चाहिँ मैले कपडा धोइरहेको थिएँ। आज शनिबार कपडा धुनै पऱ्यो होइन। म अरू बार त कति दिनका दिन कपडा धुने मान्छे परेँ। आज त झन् मैले कहाँ छुट्याउँछु र। यता फेरि दिदी रोटी पकाउँदै हुनुहुन्थ्यो नास्ताको लागि। छोरी फेरि हेर्नु न, छोरीको जात यस्तो चकचकी हुन्छ कि पुरै छोडिदिनु न। यो चाहिँ म घर आएको थिएँ, गर्मी थियो नि त बिहान बिहान। अनि घर आएर चाहिँ अलिअलि अब आफ्नो रुमलाई पनि केयर गर्नै पर्यो होइन। अलिअलि मिलाएँ। छोरीहरूले फेरि कति फोहोर गर्छन्, कति कुरै छोडिदिनु कि बच्चीहरू भएको त कति त हुन्छन्। छोरी यता पढाउँदै थियो ठुलो छोरी सानीलाई। अनि म चाहिँ पसल गएँ। आज चाहिँ मौसम सफा नै थियो, क्लियर थियो। अनि पसल गएर कहिलेकाहीँ कपाल सपाल कोर्छु कि मैले जाँगर लाग्दैन। हामी चाहिँ झारा जानु लाग्थ्यौँ कि यता झारा आयो। आज चाहिँ नाला खन्ने थियो कि यहाँ खेत माथि हाम्रो घरबाट आएको पानीले यता खेर पुर्ने भएर हामीले नाला कटाउँदै थियौँ कि एकातिर यता खन्ने काम भइरह। भाइले दम खनिरह। अनि उता चाहिँ सबै यहाँ चाहिँ फेरि ठेक्कादार भनेर मैले चाहिँ भिडियो बनाइदिएँ, त्यसलाई हाँसिरहनु भएको थियो। अनि यता चाहिँ हो जहाँ पायो भने त्यसैले खने त्यही भएर त्यसलाई अलिक फोकस गरेँ। खेत रोप्ने पानी आउँछ भनेर स्याउ गरे, पानी नआएर स्याउ गरेर हेर्नु न अरे। अनि यता दिदी गफ लाउँदै हुनुहुन्थ्यो, मक्खै भएन बसिरहेको थियौँ नि त हामी। पानी परेको थियो नाला खन्न गएको बेला, त्यति बेला रेस्ट हो कि। अनि दिदी यता घरको टमाटरको चारो खोल्दै हुनुहुन्थ्यो। चारो हेर्नु न कति छ दमका दम। मैले फेरि यता खनाइ कस्तो उतै फर्राले फेरि मलाई त उतै तान्छ कि के भए हो। यता चाहिँ चुरा लाउने कार्यक्रम भइरहेको थियो। चुरा अब चाहिँ सुरु भइसक्यो क्या हाम्रो पसलमा। कति बेला बस्नुहुन्छ पसलमा, कति बेला जानुहुन्छ भन्नुहोला। म कति बेला टाइम मिलाएर मात्र आउँछु। आजको